यो दुनिया कस्तो छ? धनीहरू समाती छन्, तर अपाङ्गता भएका व्यक्तिलाई कसैले समर्थन गर्दैनन्। किन? के हामी अपाङ्ग भएका कारण मान्छे होइनौँ? के फरक छ हामी र तपाईहरू बीच? हामी हातले चलाउन सक्दैनौँ, हिँड्न सक्दैनौँ, आफ्नै हातले काम गर्न सक्दैनौँ, खान सक्दैनौँ, बोल्न पनि गाह्रो हुन्छ। तपाईहरू जिउँदै हुनुहुन्छ, हामी पनि जिउँदैछौँ। तर हामी कहाँ जान सक्छौँ? हाम्रो फर्क कति छ? तर एक दिन सबैको अन्त्य घाटमै हुन्छ। म यही भन्न चाहन्छु, धेरै घमण्ड नगर्नुहोस्। पैसा के चिज हो र? मलाई तपाईहरूले सानो सहयोग गर्नुहोस्, मेरा युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्, भिडियो हेर्नुहोस्, लाइक गर्नुहोस्, शेयर गर्नुहोस्। त्यति मात्र हो। के त्यति गर्न गाह्रो छ? के तपाईहरूको केही बिग्रन्छ? पैसा त तपाईहरूको खर्च हुँदैन नि। मलाई थाहा छ, मेरा भिडियोहरू त्यति राम्रो छैनन्। तर तपाईहरूले हेरेर सानो मन दिनुहोस्। म हरेक बिहान 8 बजे उठ्छु अनि युट्युबमा सर्ट्स भिडियो बनाउँछु। कति थकाइ लाग्छ, निद्रा लाग्छ, तर पनि मेरो दिमागमा एउटा कुरो हुन्छ। म केही गरिरहेछु, म कोसिस गरिरहेछु। तर तपाईहरूले समर्थन नगर्नुभयो भने मसँग यो गर्ने मन पनि हराउँछ। त्यसैले तपाईहरूलाई विनम्र अनुरोध छ, मलाई साथ दिनुहोस्। यदि तपाईँ चाहनुहुन्छ। यो दुनिया कस्तो छ? धनीहरू समाती छन्, तर अपाङ्गता भएका व्यक्तिलाई कसैले समर्थन गर्दैनन्। किन? के हामी अपाङ्ग भएका कारण मान्छे होइनौँ? के फरक छ हामी र तपाईहरू बीच? हामी हातले चलाउन सक्दैनौँ, हिँड्न सक्दैनौँ, आफ्नै हातले काम गर्न सक्दैनौँ, खान सक्दैनौँ, बोल्न पनि गाह्रो हुन्छ। तपाईहरू जिउँदै हुनुहुन्छ, हामी पनि जिउँदैछौँ। तर हामी कहाँ जान सक्छौँ? हाम्रो फर्क कति छ? तर एक दिन सबैको अन्त्य घाटमै हुन्छ। म यही भन्न चाहन्छु, धेरै घमण्ड नगर्नुहोस्। पैसा के चिज हो र? मलाई तपाईहरूले सानो सहयोग गर्नुहोस्, मेरा युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्, भिडियो हेर्नुहोस्, लाइक गर्नुहोस्, शेयर गर्नुहोस्। त्यति मात्र हो। के त्यति गर्न गाह्रो छ? के तपाईहरूको केही बिग्रन्छ? पैसा त तपाईहरूको खर्च हुँदैन नि। मलाई थाहा छ, मेरा भिडियोहरू त्यति राम्रो छैनन्। तर तपाईहरूले हेरेर सानो मन दिनुहोस्। म हरेक बिहान 8 बजे उठ्छु अनि युट्युबमा सर्ट्स भिडियो बनाउँछु। कति थकाइ लाग्छ, निद्रा लाग्छ, तर पनि मेरो दिमागमा एउटा कुरो हुन्छ। म केही गरिरहेछु, म कोसिस गरिरहेछु। तर तपाईहरूले समर्थन नगर्नुभयो भने मसँग यो गर्ने मन पनि हराउँछ। त्यसैले तपाईहरूलाई विनम्र अनुरोध छ, मलाई साथ दिनुहोस्। यदि तपाईँ चाहनुहुन्छ